पहिलोचोटि पार्टिसिपेट है माडीबाट चाहिँ पहिलोचोटि कस्तो आशा कस्तो कतिको वेल म्यानेज गराएर कतिको ट्रेन गराएर लिएर आउनु भएको छ ट्रेन चाहिँ हाम्रो गाउँमा 1 विकको क्लोज क्याम्प हो त्योभन्दा अगाडि त तपाईँले धेरै एकाडेमी बाहिरको प्लेयर नै हामीसँग 4-5 जना हुनुहुन्छ त्यसको लागि चाहिँ क्लोज क्याम्प हामीले 6 दिनको राखेको थियौँ तर 7 दिन भयो क्लोज क्याम्प चाहिँ अनि टिम म्यानेजमेन्ट चाहिँ हाम्रो ओडादेखि क्लबदेखि माडी नगरपालिकाले नै राम्रो भूमिका खेलिरहेको छ यहाँ त ओडा अध्यक्षजी आफै आउनु भएको छ कि हजुर ओडा अध्यक्षजी आफै आउनु भएको छ उहाँको आफ्नै छोरो पनि टिममा छ र क्याप्टेन पनि हो टिमको सो कारणले हामीलाई ओडा अध्यक्ष पनि आफै आउनु भएको छ त्यो पनि एउटा ठुलो कुरा हो अर्को कुरा कस्तो छ भने अब हाम्रो एउटा यो एक हिसाबले हेर्ने भने हामीलाई स्पोन्सर अलिकति बढी नै नभएको कारणले चाहिँ हामी प्लेयरबाट पनि केही रकमहरू उठाएर आएको छौँ बाध्यता नर्मली अब सबै टिमले चाहिँ प्लेयरहरूबाट 5000 कति उठाइरहेको कुरा हो हामीले पनि 5000 उठाएको छौँ त्यसलाई चाहिँ हामी सकेसम्म यहाँ रिजल्टमा पनि बेटर ल्याउने आशा गर्छौँ त्यो पैसा अनुसारको हामीले जुन एउटा समय अनि यो म्याच भइरहेको छ म्याचमा तपाईँ कपी पनि बोकिरहनु भएको छ कोच हुनुहुन्छ जस्तो लाग्यो स्टार युवा क्लबको अनि के कस्तो हेर्दै हुनुहुन्छ विकनेस स्ट्रङ पोइन्ट यो अब तपाईँहरूकै ग्रुपको टिम खेलिरह होइन यो कटारी टाइगर्स र हाम्रो गोर्खाको स्कुल च्याम्पियन टिम जुन अहिले खेलिरहेको छन् त्यसमा चाहिँ हाम्रो उहाँहरू चाहिँ हाम्रै ग्रुपमा हुनुहुन्छ त्यस कारणले पनि अब यसपछि चाहिँ हाम्रो म्याच भएको कारणले चाहिँ हामीले थोरै टाइम पायौँ उनीहरूसँग उनीहरूको गेम हेर्ने मौका पायौँ त्यो कारणले मैले चाहिँ एउटा के हेरेको छु भने एउटा चाहिँ प्लस पोइन्ट टिममा हुनुपर्ने एउटा प्लेयरमा हुनुपर्ने गुण राम्रो गुण भएको प्लेयर हेरिरहेको छु किनकि भोलि त्यसलाई हामीले चाहिँ कि प्लेयरलाई चाहिँ हामीले डिफेन्स गरेर त्यसलाई चाहिँ किल गर्नुपर्ने हुन्छ र अर्को कुरा चाहिँ हामीले उनीहरूको विक पोइन्टलाई चाहिँ जुन मध्यनजर गरेर त्यसलाई चाहिँ हामीले त्यो विक पोइन्टलाई चाहिँ हामीले आफ्नो प्लस पोइन्ट बनाएर चाहिँ अगाडि बढ्छौँ भन्ने चाहिँ मेरो सानो एउटा माइन्डसेट हो यो चाहिँ त्यो कारणले चाहिँ हामीले योभन्दा अगाडिको म्याचलाई चाहिँ म्याच एनालाइसिस गरेर ओके कपीमा लेखिरहनु भएको छ ल व्यस्त हुनुहोस् तपाईँ ल ओके